हाम्रो घरै यो चाहिँ भर्खर बनिँदै गरेको र यो चाहिँ हाम्रो काकाले है काकाको घर र अन्त यो डिजाइन चाहिँ सबै उहाँले नै गर्नुभएको आफ्नो हातको कला हेर्नुस् है। अन्त सिन हेर्नुस् उहाँले आज उहाँले गर्नुभएको चाहिँ यहाँ तपाईँको यहाँ गेट लाउनु हुने भन्दैछ। अन्त हेर्नुस् हाम्रो यहाँ काका हुनुहुन्छ यसो अङ्कल ल। अन्त हाम्रो यहाँ हुन्छ केश काका हुनुहुन्छ। नमस्कार। अन्त तपाईँको चाहिँ नि कला के छ होला अहिले अब रिसेन्टली? कला त साह्रै बेसी भएको मान्छे हो तर अलिकति बिमारले गर्दाखेरि अहिले बिमारले गर्दा। अन्त हालैमा चाहिँ के गर्नुहुँदैछ? हालैमा अहिले म यस्तै खालको आर्ट्सहरू के बनाउँछु। यो मेरो यो काँक्रा गार्डन। हजुर बनाउँछु। हजुर हजुर। अन्त के गर्नुहुन्छ अरू अब फ्री टाइममा के गर्नुहुन्छ तपाईँ? फ्री टाइममा म फुलहरू गोड्छु, आँगन सफा गर्छु। हजुर अनि यस्तै खालको बगैँचाहरू बनाउँछु। हजुर यसको चाहिँ गेट बनाउँदैछु। हजुर। हेर्नुहोस् है उहाँले है यो गेटहरू बनाउनु हुँदो रहेछ। आफ्नो आर्किटेक्ट हो। हजुर उहाँले आफै बनाउनु भएको हेर्नुहोस् आफ्नो है हातको कला चाहिँ यस्तो हुन्छ। अन्त तपाईँले देख्न सक्नुहुनेछ उहाँले आफै नै घर बनाउनु भएको डिजाइन हेर्नुहोस्। घरको डिजाइन चाहिँ यस्तो दिनुभएको छ। उहाँ एकदम राम्रो हुनुहुन्छ। अन्त यो चाहिँ हाम्रो नजारा गार्डन उहाँले आफै रोप्नु भएको हेर्नुहोस् फुलहरू यस्तो छ। हेर्नुहोस् उहाँले डिजाइन दिनुभएको हो घरको सबै आफै डिजाइन दिनुभएको। हेर्नुहोस् यहाँ सबै गोल्डन लाउनु भएको छ कलर। अन्त फुलहरू पनि मजाले रोप्नु भएको रहेछ हेर्नुहोस् नजारा। यहाँ हजुर यहाँ सिलाम साकमाहरू पनि बनाउनु भएको रहेछ। गोर्खालीको चिनो उहाँले आफै आफ्नो हातले बनाउनु भएको। हेर्नुहोस् डिजाइनहरू उहाँले आफै बनाउनु भएको आफ्नो हातको कलाले। हेर्नुहोस् उहाँले यो घरको चाहिँ आफै डिजाइन गर्नुभएको आर्किटेक्टै उहाँ हुनुहुन्छ हो। अहिले चाहिँ अब अलिक बिमारले गर्दा उहाँ सक्नुहुन्न। यस्तै खालको अब यो वेहरू पनि बनाएको छु। हजुर उहाँले आफै बनाउनु भएको छ। यहाँदेखि हो यहाँ सिँढी छ माथिदेखि लिएर बिल्डिङमा जाने आफै बनाउनु भएको छ। भित्रभित्र अन्डरग्राउन्ड जस्तो छ। उहाँ यो चाहिँ किचन हो उहाँको। हेर्नुहोस् उहाँले है मकैहरू फलाउनु भएको रहेछ यहाँ क्रेटमा। हजुर यसको नाम चाहिँ के होला? हजुर हजुर यो चाहिँ दुबो रहेछ। यहाँ अर्किडहरू रोप्नु भएको रहेछ उहाँले। पखानबेत यो चाहिँ दबाई पनि हुन्छ होइन? दबाई पनि हुन्छ। यो तपाईँको माड र काठमा पलिस गर्दा पनि हुन्छ। हजुर 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 उहाँले रोप्नु भएको हेर्नु सनफ्लावर पनि फुल्नु आँटेको रहेछ। अहिले यहाँ बस्ती आएको छैन। रिसेन्टली उहाँले चाहिँ यो पनि डिजाइनहरू आफै दिनुभएको छ। हेर्नुहोस् तपाईँले हेर्नु सक्नुहुनेछ है आफै उहाँले झुमर जस्तो है डिजाइनहरू दिनुभएको रहेछ। अनि जति पनि यता हाम्रो यो टोटल्ली गार्डन हो। हजुर यो चाहिँ सबै तपाईँले है मकैहरू रोप्नु भएको रहेछ। कार्डमम पनि रोप्नु भएको छ उहाँले आफै। भेन्डीहरू सबै रोप्नु भएको रहेछ जति पनि हुन्छ भेजिटेबल्सहरू। यो चाना फलेको पनि देखेको छैन होला। हजुर हजुर यो चाहिँ चाना रहेछ हेर्नुहोस्। चानाको बोट देखेको छैन होला। चानाको बोट हेर्नुहोस् है यस्तो रहेछ। मैले पनि आज नै देख्दैछु चानाको बोट। हजुर यो चाहिँ सबै कार्डमम उहाँकै रहेछ। हजुर 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 यो बनकेरा रहेछ हेर्नुहोस्। यता पर निर्माण गर्नुभएको तपाईँको बाबुले। ए हजुर 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 यो चाहिँ रिसेन्टली भन्दा हिजो म पनि स्वयं थिएँ म आफै थिएँ हो। अन्त यसमा अलिकति हामीले त्यो मतलब लगाएको नयाँ लाइन तानेको। अन्त यहाँ चाहिँ यहाँ हाम्रो है काकाको सबै
रोप्नु भएको रहेछ भेजिटेबल्सहरू। गार्डन भनौँ न, एउटा किचन गार्डन जस्तो रहेछ। हेर्नुहोस् उहाँ एकदम मेहनतिलो हुनुहुन्छ, यसरी गर्नुभएको छ। यहाँ हेर्नुहोस् बिटहरू पनि रोप्नु भएको रहेछ सबै है, फलेको रहेछ राम्रो नै। अनि यतामा चाहिँ यो तमार्के भन्नेले कतिजनाले देखेको छैन। यो हजुर, यो तमार्केको बोट हो। यो तमार्केको बोट। सुगरको यो यसको यहाँ कता छ दाना, यसको चाहिँ दबाई हुन्छ, दबाई ठुलो दबाई सुगरको रुखको हाई प्रेसर ठुलो दबाई हुन्छ। यो पम्पी हेर्नुहोस् नजारा चाहिँ यस्तो छ गाइरी गाउँको। यो अलि दल राखेको छ यो यसले पनि। हजुर, यो चाहिँ के को दल होला? ए यो फुल रहेछ, अर्किडको बल्बहरू छ। अर्किडको बल्बहरू हेर्नुहोस् यसरी राख्नु भएको रहेछ, सिड्सहरू सबै। हेर्नुहोस् यहाँ खोर्सानी, तपाईँको डल्ले खोर्सानी रहेछ, चिल्ली। यो कालो खालको यो दुधमाने। हजुर, यो दुधमाने रहेछ। यो दबाई भन्नुहुँदैछ उहाँले, मेडिसिनको काम गर्नुहुँदैछ। जारिङ्गो कपेटको दबाई। हजुर, यस्तो रहेछ यहाँ नजारा हेर्नुहोस् छ। यो घर चाहिँ उहाँले स्वयं आफै डिजाइन निकाल्नु भएको उहाँ है। अहिले चाहिँ रिसेन्टली चाहिँ बिमारले अलिक सक्नुहुन्न। हजुर, यो चाहिँ भर्खर लडाएको। हजुर, यो चिम्फिङको बोट चाहिँ यस्तो रहेछ हेर्नुहोस्। अन्त यो बुढा अखती। हजुर, त्यसो भए हुन्छ है, भयो। मिडियालाई हुन्छ।